अहिले चाहिँ गाडी निकाल्ने काम भइरहेछ साथीहरूले पुल्लीले तान्ने काम भइरहेछ गाडी चाहिँ यहाँसम्म आजसम्म निकालेर भोलि चाहिँ फेरि जेसीबी लगाएर निकाल्ने योजना भएको छ। अहिले चाहिँ बेलुकाको 4:30 भइसक्यो। यति बेला तलदेखि चाहिँ गाडी निकालेको यहाँसम्म चाहिँ ल्याइपुर्यायो। गाडीको हालत तान्दैछ। दूध बत्नु फाइदा छ हो नि मामा। पाखुराले हुँदैन म त कुन दुख्छ म पनि मेरो यस्तो पाता फुस्किएको थियो। कुन दुख्छ 2 महिना त घाँस त काटिन। यसले टाइट भयो उयो यसले कस्यो यो दोरीले कस्यो।